Hi guys, let's get ready. I am going for a movie date. म चाहिँ विकेड हेर्न जानु लागेको अस्तिदेखि I've been wanting to go तर यस्तो बिजी भएर जानै पाइरहेको थिएन सो फाइनली आज चाहिँ टाइम मिल्यो I'm very excited. मैले पार्ट 1 हेरिसकेको छु लङ टाइम ब्याक नेपालमा आएको थिएन मैले यस्तो गाह्रो गरेर हेरेको थिएँ कहाँ कन्ट्याक्ट गरेर एमाजोन प्राइमबाट किनेर and I'm so glad योपालि चाहिँ नेपालमा पनि रिलिज भएको छ फाउन्डेसन लगाएको छैन कन्सिलर मात्र लगाएको छु सो यताउता हिँड्दाखेरि चाहिँ आई डोन्ट लाइक टु पुट फाउन्डेसन कुनै इभेन्टमै जानु पर्यो भने चाहिँ मलाई फाउन्डेसनहरू सबै फुल मेकअप गर्नु मन लाग्छ खासै मैले कन्ट्रोलहरू पनि गर्दिनँ थियो तर आज आई जस्ट फेल्ट लाइक डुइङ इट अलिकति लाइफ अपडेट के भइरहेछ मेरो लाइफमा अहिले त्यस्तो खासै त केही भइराखेको छैन वर्किङ अन न्यू प्रडक्ट्स न्यू लिपस्टिक सेड्सहरू लन्च हुन लागेको छ त्यसको लागि सुट गर्नुपर्ने छ सो आई विल बी ट्राभलिङ फर अ मन्थ एन्ड हाफ सो आई हेभ टु गेट इट डन बिफोर आई लिभ तर मेरो स्याम्पल्स नै अड्किरहेको छ सो आई बिन शिफ्टिङ माई टिकट्स सो इट्स क्वाइट फ्रस्ट्रेटिङ एनिवेज यो पास्ट 1 विक चाहिँ एकदमै हेक्टिक भइरहेको छ मेरो लाइफ भइरहेको थियो अहिले पनि छ नै सो आई हेभ टु लन्च न्यू सेड्स अफ बिजुको लिपस्टिक्समा एड गर्न लाग्छ मैले अनि बिजुको नयाँ प्रडक्ट्सहरू आइरहेछ अगाडि नै लन्च गर्नुपर्ने हो तर ढिलो हुन्छ अब यो प्रडक्ट्सहरू चाहिँ आई विश टु लन्च लाइक न्यू प्रडक्ट्स एभ्री 2 to 3 months तर यो आरएनडीमा यो सिटीमा यो के भन्छ एफटिएमा यति धेरै टाइम लाग्छ अनि अब बनाउँदा प्याकेजिङदेखि फर्मुलादेखि सो प्रडक्ट चाहिँ अब 0 लेभलबाटै स्टार्ट गर्दाखेरि चाहिँ यति धेरै टाइम लाग्छ सो द्याट्स क्वाइट फ्रस्ट्रेटिङ अनि म कस्तो डिमोटिभेटेड पनि हुन्छु टाइममा तर इट्स वर्थ द वेट प्रडक्ट्स आर अमेजिङ आम नट बिङ बायस मेरो आफ्नो आम नट बिङ बायस मेरो आफ्नो प्रडक्ट्स भनेर भने होइन बट प्रडक्ट्स आर ट्रुली अमेजिङ सो इट्स ओके टु वेट गुड थिङ्स टेक टाइम अनि त्यसपछि अल्सो अर्को चाहिँ यो स्याटरडे चाहिँ हाम्रो स्टोर्स खोल्न लागेको छ एउटा चाहिँ लाभिङ मलमा छ एउटा चाहिँ केएल टावरमा छ सो आई विल बी देयर फ्रम 11 to 2 केएलमा अनि 3 to 5 चाहिँ म लाभिङमा हुन्छु सो आई होप टु सी यु गाइज 2 to 5 कि 2 to 4 चाहिँ लाभिङमा हुन्छु म 1 घन्टा मात्र हुन्छु होला त्यहाँ चाहिँ सो हजुरले चाहिँ हाम्रो कियोस्क चाहिँ ग्राउन्ड फ्लोरको राइट साइडमा भेट्न सक्नुहुन्छ सो केएलमा चाहिँ अलिकति ठुलो स्पेस छ वी क्यान डु अ लट अफ थिङ्स सो आई थिङ्क म धेरै बेर चाहिँ केएलमै हुन्छु होला बट आइम गोना अफिसियली अनाउन्स इट सबै टाइमिङहरू हजुरहरूलाई सो आई होप टु सी यु गाइज देयर अनि अब आइम वर्किङ अन इट त्यो अलिकति स्टोर्समा अब डिस्काउन्ट्स कति त्यो दिनको लागि कतिसम्म दिन सक्छु भनेर सो नर्मली तपाईँले नोटिस गर्नुभयो भने चाहिँ हाम्रो त्यस्तो धेरै सेल हुँदैन वर्षमा 2 चोटि हुन्छ एउटा हाम्रो एनिभर्सरीमा एउटा दसैँमा किनकि अहिले इफ यु सी त्यो बिजीको प्रडक्ट्सहरू यो पेस्टलहरूकै हेर्नुभयो भने एभ्रिथिङ इज भेरी रिजनेबल मैले चाहिँ यो रिजनेबल मेरो गोल भनेको चाहिँ इट्स माई प्यासन प्रोजेक्ट एज वेल आई वान्ट प्रोभाइड अ गुड क्वालिटी अनि अफोर्डेबल मेकअप प्रडक्ट्स टु माई कन्ट्री यहाँ नेपालमा मैले यो प्रडक्ट्सहरू इन्टरनेसनल गयो भने अलिकति महँगो पर्नु जान्छ होला बट विल सी तर अब यहाँसम्म अलरेडी यो प्रडक्ट्सहरू लिएर आउँदाखेरि अनि मैले चाहिँ अब फ्याक्ट्रीहरू पनि एकदमै राम्रो फ्याक्ट्रीमा बनाउँछु कि यो सामानहरू पनि त्यहाँनिर चाहिँ एकदम ठुल्ठुलो ब्रान्डहरू ऱ्या ब्युटीहरू पुरा ब्युटीहरू एकदमै धेरै ब्रान्डहरू पनि बनाएर हुन्छ त्यही फ्याक्ट्रीमा सो इट्स क्वाइट एक्सपेन्सिभ अलरेडी अनि नेपालमा स्पेसली तपाईँको त्यो ब्युटीमा ट्याक्स यति धेरै छ होइन यु स मी भेरी लाइक भोकल अबाउट करप्सन यो ट्याक्सको कुराहरू अस्तिको त्यो आन्दोलनमा पनि यति धेरै ट्याक्सहरू छ हुँदा इन्भाइरोमेन्टल ट्याक्स के पनि छ त्यहाँनिर होइन सो अब एकदम मेरो चाहिँ अब आइएम स्योर दे आर वेज मान्छेले गरिरह होला म चाहिँ एकदम राम्रो हिसाबले नै गर्नु मन छ मलाई चाहिँ सबै क्लियरै गर्नु मन छ होइन फेरि म एकदम डरछेर आओस् मलाई छल्ने छेक्ने काम गर्नु पनि आउँदैन सो यसरी राम्ररी गरी खाने मान्छेलाई चाहिँ अलिकति गाह्रो छ यहाँनिर अलिकति होइन धेरै नै गाह्रो छ जस्ट ट्राइङ टु बी नाइस बट गाह्रो नै छ एकदमै सो त्यस कारणले कमिङ ब्याक टु द पोइन्ट धेरै सेल चाहिँ दिन अलिकति गाह्रो हुन्छ मलाई बट म त्यो स्याटरडे चाहिँ आई विल वर्क समथिङ आउट एन्ड आई let you guys know I'm very excited यो हाम्रो फर्स्ट मलमा खोलेको स्टोर चाहिँ फर्स्ट टाइम हो इट्स अल्सो लाइक के भन्नु वान स्टेप अ टाइम हुँदै मेरो चाहिँ त्यो आफूले सोचेको कुराहरू माइलस्टोन्सहरू इट टेक्स रियली धेरै टाइम स्पेसली म चाहिँ अब आई एम अ 1 woman आर्मी
सो मेरो आफ्नो म एक्लै नै हो कम्पनीमा पनि अनि त्यसपछि मेरो चाहिँ अब आई डोन्ट कम फ्रम अ बिजनेस ब्याकग्राउन्ड आई डोन्ट ह्याभ एकदम अब माई लाइक फ्यामिली मेरो ड्याडहरू सबै यस्तो बिजनेसमा हुने पनि हुनुहुन्न जस्तो दाईहरू भन्ने नि आई हेभ अ सिस्टर सी इज अ बायोमेडिकल इन्जिनियर एन्ड सी इज न्युयोर्क एकदमै न्युयोर्कर नै छ एकदम सो या आई feel like मेरो चाहिँ अब सपोर्ट र त्यो गाइड गर्ने मान्छे एकदम पुस गर्ने मान्छे चाहिँ छैन मेरो लाइफमा चाहिँ सो आई हेभ टु डु इट माइसेल्फ सो आई किप कि टाइम टाइममा एकदम सो टाइम टाइममा म यस्तो डिमोटिभेट हुन्छु होइन टाइम टाइममा अब कति भुकेको तोफु आम सो इरिटेटेड I'm PMSing as well. So yeah, I was saying that I'm very sometimes एकदमै डिमोटिभेट हुन्छु कि म सो आफू नै सबै गर्नु परिसकेपछि चाहिँ मान्छेले सोच्दाखेरि चाहिँ ओ माई गड तिम्रो त यस्तो लाइक योर लाइफ इज सो अमेजिङ अब इट इज आई एम लिभिङ माई ड्रिम लाइफ आई हेभ वर्कड हार्ड टु गेट टु दिस पोइन्ट अब पछाडि फर्केर हेर्दाखेरि दिस इज द लाइफ द्याट आई विस्ड फर होइन ब्याक इन 5 वर्ष अगाडि सो एभ्रिथिङ्स वर्किङ आउट बट एट द सेम टाइम युआर लस्ट यु हेभ टु लाइक पुस यर सेल्फ सो मच बिहानै उठेर रातभरि पनि म अब के लन्च गर्ने यो मेरो सोसियल मिडियाको यो नयाँ टिम लिएर आउनु पऱ्यो नेपालमा स्टाफहरू छोडेर गएको गर्छ सो थ्याङ्कफुली मेरो चाहिँ त्यस्तो धेरै चाहिँ छैन मेरो स्टाफहरू चाहिँ दे लभ मी दे वर्क रियली हार्ड तर एट द सेम टाइम उनीहरूको आफ्नै बाध्यताले घरि उनीहरूको विदेश जानुपर्ने हुन्छ घरि अब दे वान्ट टु लाइक मेबी अब अलिकति एउटै मोनोटोनस भयो अलिकति झ्याउ लाग्यो भन्ने पनि हुन्छ होइन सो त्यो कुरामा नि अब त्यस्तो धेरै फेस त गरेको छुइनँ मैले टच वुड बट आम ट्राइङ टु से इट्स काइन्ड अफ हार्ड अब यो नयाँ के गर्ने अब नयाँ प्रडक्टमा नि फोकस गर्नु पऱ्यो अकाउन्ट्सहरू पनि हेर्नु पऱ्यो अब स्टोर्सहरू नि हेर्नु पऱ्यो अब त्यसको डिजाइनहरू हेर्नु पऱ्यो वेबसाइट हेर्नु पऱ्यो सफ्टवेयर नयाँ हाल्नु लाग्छ त्यो हेर्नु पऱ्यो सो यति धेरै अनि मेरो ब्रेन चाहिँ हिजो चाहिँ आई वाज क्राइङ 12 बजीसम्म राति रुइरहेको थिएँ बिकज आई वाज सो ओभरवेल्म्ड के आई वाज भेरी ओभरवेल्म्ड आई वाज भेरी के भन्छ कस्तो गाह्रो भइरहेको थियो मलाई अनि अलिकति नेपालमा चाहिँ कम्पेरिटिभली अलिकति गाह्रो छ सो आम अल्सो प्लानिङ टु गो इन्टरनेसनल एज वेल टच वुड अब आई होप एभ्रिथिङ गोज वेल सो त्यो पनि आफै नै गरिरहेको छु सो सबै गर्दाखेरि चाहिँ एकदमै एक्जस्टिङ पनि हुन्छ प्लस अब तपाईँ एकदम मोटिभेटेड भएर बसि नै राख्नुपर्ने हुन्छ जतिखेर पनि किनकि फेरि स्टाफहरू पनि आम द बस राइट सो आई हेभ टु गिभ एउटा राम्रो इक्जाम्पल हामी चाहिँ यसरी काम गर्नुपर्छ भनेर जहिले पनि मोटिभेटेड देख्नुपर्छ होइन सो आई हेभ टु सो अप एनी सो sometimes it is a bit exhausting कमाइ होइन अब स्यालेरी तिर्यो स्टाफको रेन्ट तिर्यो यताउता तिर्यो अनि अब सामानहरू ल्यायो इम्पोर्ट ट्याक्स तिर्यो अर्को भित्रको ट्याक्स तिर्यो के तिर्यो त्यसपछि अलिकति गाह्रो नै छ त्यस्तो डिटेलमा चाहिँ नजाऊँ होइन कुनै दिन बसेर कुरा गरौँला युट्युबतिर आम गोना सेयर अल माई एक्सपिरियन्स बट आई एम सो थ्याङ्कफुल जति पनि कस्टमर्स हुनुहुन्छ जति पनि फलोवर्सहरू हुनुहुन्छ मैले सोचेको भन्दा एकदमै धेरै नै सपोर्ट गर्नुहुन्छ मलाई अनि सो त्यसले चाहिँ मलाई अलिकति मोटिभेसन दिन्छ त्यसले मलाई अगाडि बढ्न पुस गर्छ तपाईँ धेरै नै एम्बिसियस भयो भने पनि लाइफमा अलिकति लाइफ चाहिँ स्ट्रेसफुल हुन्छ जस्तो त्यो माइन्डमा कहिले पनि त्यो माइन्ड कहिले क्वाइट हुँदैन कि देयर इज अलवेज समथिङ्स अलवेज गोइङ अन त्यो 24/7 इट्स लाइक सो मच नोइज हिजो चाहिँ त्यही भइरहेको थियो मलाई एकदमै धेरै नोइजी भइरहेको थियो अनि मलाई चाहिँ कति धेरै डेडलाइन्सहरू थियो कति धेरै कन्ट्र्याक्ट्सहरू यो नयाँ म्यानुफ्याक्चरर्सको के एन्ड आम अल्सो ट्राभलिङ सो अहिले म ट्राभल गर्न लागेको पनि अफकोर्स फर वर्क एज वेल बट आई एम गन बी टेकिङ अ ब्रेक आम गन just live my dream life so this is what I like about me I keep traveling I keep living my life म एकदमै त्यो के भन्छ अब टाइम टाइममा लाइफ नेपालमा चाहिँ एकदम मोनोटोनस हुन्छ एउटै कुरा भइरहेको हुन्छ होइन सो आई लाइक सम चेन्ज चाहिरहेको छ मलाई चाहिँ लाइफमा सो त्यसले गर्दाखेरि म अलि अगाडि बढ्छु जस्तो लाग्छ तर कोही बेला चाहिँ इट बिकम्स भेरी स्ट्रेसफुल फेरि बाहिर गएर फ्रेस हुन्छु बिकज इट्स बिन भेरी स्ट्रेसफुल विक but I'm very excited for my next trip so I will be vlogging मेरो टिकटकमा जुन भ्लग गर्छु I think you guys love मैले ट्राभल गर्दाखेरि गरेको भ्लगहरू चाहिँ so I'm gonna continue doing that मेरो यो ट्रिपमा चाहिँ this is all I'm gonna do होइन so I'm using my sample mascara it is I cannot stop talking about this product यो प्याकेजिङ अझ फाइनलाइज हुन बाँकी नै छ brush it's the formula so amazing अलिक कुर्नुहोस् है टाइम लाग्छ थोरै use white eyeliner यो मेरो थर्ड स्याम्पल हो अझ मलाई चित्त बुझेको छैन
अनि अर्को कुरा चाहिँ मान्छेले भन्छ नि तपाईँको लाइफ चाहिँ अब 20s मा आई थिङ्क आई बिलिभ that as well. Tapeko 20s ma you need to experience your life, you need to do whatever, and so I did everything. And by 30s ma you know exactly what you want to do with your life. So I was waiting for that. But I think I experienced 20s. I experienced everything that it's now hard for me to settle. It's hard for me to, like, I'm confused because I'm more confused la. अब म के गर्ने हो अब 30s मा लागिसक्यो अब बिहा गरेर do you start a family or like do I want to move somewhere or do I want to like take my business somewhere, or there's just so many things going and I feel like that's been stressing me out as well. तर यो अब आफै गइ नै हाल्छ फेरि as a woman चाहिँ अब तपाईको I don't believe in मान्छेले तपाईको time you have a time to get married, time to have a baby, time to start a family त्यो भन्ने हुन्छ भन्छ. So I don't really believe in that. I've seen people doing their thing and 40 मा पनि start गरेर हुन्छ. So it's never too late to do anything. तर अलिकति यस्तो कुराहरुले पनि झन् starts stressing you out. I feel like this is just a phase. I think this is gonna pass and I want it to pass because I'm still not done doing a lot of things. Plans so I'm not ready to settle at all, and sometimes it freaks me out, but it is what it is. The बिहान भरि मेरो travel agent सँग यति धेरै टाइम बित्यो. I think आधी दिनै बित्यो होला. I was fixing my ticket. मेरो कहाँ जानु पर्ने थियो हैन. So I was supposed to दुबई जानु पर्ने थियो. अहिले त नेपालीहरुलाई त दुबईको भिजा नै स्टप गरेको रहेछ. So म चाहिँ आनन्दले टिकट चाहिँ बुक गरे अनि उताबाट चाहिँ ठ्याक्क दुबई जान्छु because मेरो शूट छ त्यहाँनिर. त्यहाँबाट ठ्याक्क on the way आउँदै आउँछु भनेर सोचेको थिए. लास्टमा त नेपालीहरुलाई त नेपाली पासपोर्ट पाएकोहरुलाई त ब्लकै गरिदिएको रहेछ. How annoying is that? We have to go through so much case यस्तो कुराहरुमा. टाइममा अब यो नेपाली पासपोर्ट हुनु त I'm so proud to be नेपाली. मलाई मेरो देशको एकदम माया लाग्छ हैन. तर यस्तो कुरामा चाहिँ टाइममा खै के हो जस्तो लाग्छ. पासपोर्ट हेरेर चाहिँ पासपोर्टको यो weakness हेरेर चाहिँ it's kind of frustrating. So yeah, I have to cancel everything, rebook everything, and then so I have to keep flying back to Nepal and keep going like back and forth. So next 2 months is going to be really hectic for me, but I'm excited. And I do have त्यो के रे flight को anxiety. मान्छेले पत्याउँदैन तिमी यत्रो उड्ने मान्छे कसरी anxiety हुन्छ भन्छ, but मलाई त एकदम extreme anxiety छ. अनि टाइममा बोल्दाखेरि पनि I think एकजना अस्ति सोध्नु भयो थियो म कस्तो स्यास्या गरेर बोलेको भनेर. सो म के काम छ मेरो अनि के मेरो दिमागमा चाहिँ के भइरहेको छ भने मलाई त्यो मेरो ब्रेथको पनि एकदम शॉर्टनेस हुन्छ के. सो म चाहिँ एकदम एंजाइटी अहिले इट्स बेटर. आई वाज इभन हस्पिटलाइज. आई थिंक तपाईहरु कतिजनालाई थाहा होला त्यो मेरो प्यानिक अट्याक भएर म हस्पिटलाइज पनि भएको थिएँ. सो फ्लाइटमा मलाई एकदमै डर लाग्छ तर डराइ नै हिँडिरा हुन्छु. अनि आई इभन वेन्ट टु थेरापिस्ट. त्यहाँ गइसकेर चाहिँ अझै हेल्प पनि भएछ मलाई. सो दे गेभ मी मेडिसिन एज वेल. फ्लाइटको अगाडि लिनु भनेर मैले एकचोटि लिएँ त्यसपछि लिएन. मलाई फेरि मेडिसिन लिनु पनि अब एक्सट्रिम भयो भने त लिनु नै पर्छ होला हैन. सो आई थिंक आफैले कन्ट्रोल गर्न सके जस्तो लाग्यो मलाई चाहिँ. सो त्यो पनि लिएन मैले. बट इट्स गेटिङ बेटर. तर टाइममा बोल्दाखेरि चाहिँ लाइक आई प्यानिक अ लट. अनि फ्लाइटमा पनि. सो आई हेभ अ लट अफ फ्लाइट्स यो coming next 2 months say. So अहिले नै मलाई अलिकति प्यानिक हुन थालिसके, but I can do it. Sneak peek of our new product. I'm very excited for the movie and I will see you guys in my next video. Bye bye.